लोन गरेर यत्रो घर बनाइयो, गाउँमा आमा एक्लै होलिन् भनेर सहर पनि ल्यायो। आखिर आमा गाउँमा पनि एक्लै, सहरमा पनि एक्लै। मैले कति पटक भनेको थिएँ तिमीलाई आमा गाउँमै ठिक हुनुहुन्थ्यो भनेर। कहिलेकाहीँ त श्रीमतीको कुरा पनि सुन्ने गर्नुपर्छ। जाने भएर किन लाग्यो? कुरा सुने पो तिमीलाई खान समेत फुर्सद छैन। अनि दिनभरि बाबु स्कुल हुन्छ, अनि म पनि काममै त हुन्छु। अनि हामी बाहेक आमाको अरू कोही छ? फेरि यत्रो घर बिना आमाको के अर्थ हुन्छ? तिमीलाई आमाको त्यति धेरै चिन्ता हो भने आश्रम लएर राख। होइन भने कि त तिमीले काम छोड्नु पर्यो कि त मैले। आमा अब खाना खाने है? आमा के भयो? नानी म घर जाने, धेरै गाह्रो भयो। हजुरको आफ्नै छोराले यहाँ ल्याएर राख्नु भएको। छोरा आउनुभयो भने जानु होला नि, चिन्ता नलिनु है आमा। आमा दाल थपिदिउँ? हजुरलाई पनि? कति चकचक गरे। ओहो, चकचक नगर बाबु। कहाँ चकचक गरे हो र? मेरो सानो पुकुली मायाले खेलेको नि है। ल ल छोरालाई धेरै माया नगर, पछि बुढेसकालमा फेरि हामीलाई नहेर्ला नि। मेरो पुकुली माया त बुढेसकालको बाबा मामाको लाठी हो। सुन्नुभयो कि सुन्नु भएको छैन? सुने। ल अब हामी काम गर्ने। ल हात देउनुहोस् त यता। अक्क खोइ ल। आमा, अम्बा लिनु न। आज मेरो जन्मदिन हो, आशीर्वाद दिनुस् न। स्माइल। आमा, हेर्नुहोस् त छोरो आयो। खै ओ ए काम पछि गरौँला, यो अहिले बित्या छैन क्या, जहिले गरे नि हुन्छ। जाउँ। ल जाँदै गर, म आइहालेँ है। खबरै नगरे आइस् त। आमा ढोक गरे पर्दैन भयो। ल भाग्य माने हुनु। अनि सन्चै सन्चै बा राम्रैसँग आयो नि?
राम्रोसँग आए। अलि हतार भयो। ल आमा छोरा गफ गर्दै गर, म अलिकति काम सकेर आउँछु है त। ल ल तेरी चिलायो के? यो न सबै सिँगान पुस्तेर बदमास। आमा है मलाई भोलि नै काठमाडौँ फर्किनु पर्ने भयो। ल बल्ल बल्ल आएको छस्, 2-4 दिन बस्दा हुन्न र? तपाईँ कुरै बुझ्नुहुन्न। अब त +2 पनि सकियो। साथीहरू सब डक्टर बन्छु भन्छन्। म पनि चाइना जान्छु डक्टर पढ्न। अनि विदेशमा पढ्न हाम्रो खर्चले धान्ला रे बाबु। त्यसो भए म पनि तपाईँ जस्तै घाँस काट्ने दाउरा काट्ने पैसा पाल्दै बस्दै गर्छु यो गाउँमा। ए बाबु सुन त, मैले त्यस्तो भन्नु कहाँ खोज्या हो र? अहिलेसम्म के पुर्याएको छैन। के सोच्नु भएको? हामीसँग अलिकति भए पनि गरगहनाहरू छ। तलको बेसी खेत बेचौँला, त्यतिले पनि पुगेन भने ऋण काटौँला। छोराले भनेको ठिकै त हो नि। ऊ डाक्टर भएपछि हामीलाई डाक्टरको आमा बा भनेर समाजमा बोलाउँदा कति ठुलो इज्जत बढ्छ। तपाईँ आफै भन्नुहोस् त, किन धेरै कुरा सोच्नुहुन्छ? हस् अब निदाउनुहोस्।
उहाँ तपाईँको को हुनुहुन्छ? आमा हो? हजुर हो। आमाको नाम? शान्ति। शान्ति के नि? शान्ति नेपाल। डाक्टर एउटा आरटिए केस आएको छ, के गर्ने होला? डाक्टर सुभाष आउनु भइसकेको छ, एकचोटि प्लिज उहाँलाई इन्फर्म गर्नुहोस् न है। ए हस्। आज मलाई अलिक इमर्जेन्सी छ। हस् डाक्टर। आइसी महाराज। सरी गाइज, आई एम लेट। नमस्कार डाक्टर साहब। हजुर नमस्ते। नमस्ते। डाक्टर जस्तो मान्छे लेट त भइहाल्छ नि। मुला कहाँबाट बनाइस् यत्रो घर? तेरो मजा गर्ने बानी। समीर, जुस लिनेर धेरै पछि भेट भएको छ। शीतन बन्दैछ। प्रकृति, रमेश भने महाशय हो। चाइनामा हामी सँगै बस्थ्यौँ। मैले यसले बिजनेस पढ्यो, मैले एमबिबिएस। किन थाहा नहुनु, कतिचोटि सुने। समीर, आमा देख्दिन त, काठमाडौँ ल्याएको छु भन्थिस्। एकैछिन है। आमा त साथीहरूसँग बस्नुहुन्छ नि। को साथीहरूसँग बाबु? आमा आफन्तकोमा जानुभएको छ। अनि भन्, तेरो बिजनेस कस्तो चलिरहेछ? त्यस्तै छ यार, जताततै मन्दी छ। नेपाल विदेश जस्तो कहाँ छ र? नेपालमा टिक्न गाह्रो छ। एकछिन है। हेलो, समीर सर बोल्नु भएको हो? हजुर, म आश्रमबाट सबिना बोलेको। भन्नुहोस् त। सुन्नु न, हजुरको आमा एक्कासी निस्किनु भएछ। कता जानुभयो अत्तो पत्तो छैन। हामीले सबैतिर खोजिसक्यौँ, कहीँ भेटिनु भएन। हजुर तुरुन्त आउनु पर्यो। हजुर, हस्।
मेरो बुवा आमा कोही हुनुहुन्न। त्यसै कारणले हरेक साल म मेरो जन्मदिन निशाय वृद्धाश्रमको बुवा आमासँग मनाउने गर्छु। त्यसै क्रममा मैले आमालाई भेटेको थिएँ। मैले वृद्धाश्रममा खबर त गरिदिइसकेको छु। एउटा आरटी केस आएको छ, के गर्ने होला? डाक्टर सुभाष आउनु भइसकेको छ। एकचोटि प्लिज उहाँलाई इन्फर्म गर्नुहोस् न है। ए हस्। आज मलाई अलि इमर्जेन्सी छ। छोराले भनेको ठिकै त हो नि। ऊ डाक्टर भएपछि हामीलाई डाक्टरको आमा बा भनेर समाजमा बोलाउँदा कति ठुलो इज्जत बढ्छ। बाबु, तिमी ज्ञानी हुनु, असल हुनु, धेरै पढ्नु अनि ठुलो मान्छे बन्नुपर्छ। बाबा मम्मीलाई असाध्यै माया गर है। तिम्रो कारणले बाबा मम्मीले कहिले दुखी हुन नपरोस्। हस् हजुरआमा। अब म केही दिन साथीहरूकोमा गएर बस्छु। बाबु, म त बुढो भइसकेँ। तिमी बुढेसकालमा जन्मिएको छोरो। आमाको चाहिँ असाध्यै ख्याल राख है।